एभ्रिवान नमस्ते। आज हामी चाहिँ आरबिसकोट नगरपालिका वडा नम्बर 12 रुकुम पश्चिममा आएका छौँ। काफल खान आएका छौँ। हामी चाहिँ काफल टिप्न जान लागिरहेछौँ। यो चाहिँ टिप्ने भाँडो प्लास्टिक। यहाँ चाहिँ हेर्दा चाहिँ हाम्रो चाहिँ जेठान साहब हुनुहुन्छ उहाँ चाहिँ होइन। अनि यता चाहिँ हाम्रो सुदर्शन बाबु मेन काफलको रुखमा चढ्ने व्यक्ति। अब हामी चाहिँ काफलको रुखमा गएर टिप्न जान लागिरहेछौँ है। काफलको रुखमा चाहिँ पुगिसकेका छौँ है। चट लगाएर यसरी सबै चाहिँ टिपेर खाइदिइसकेका छौँ। कस्तो यसरी बाह्र अनि टिपेर खाइसकेको अवस्था रहेछ। काफल चाहिँ अब अर्को ठाउँ जानुपर्ने हो। के गर्ने त काफल बेचेर दार्चा खाने No! Oh, मोबाइल काफल टिप्न आएको है। हामी चाहिँ सट्ट लगाएर जेखानले कति टिप्नु काफल प्लास्टिक भरिन लागेछ कि भर्यो। अब यो प्लास्टिक भरिन लागेछ अनि यो यहाँले अन्टिलजन थुप्रो बनाउनु भएको छ। करिश्माले कति बनाए? करिश्माले टन्नै बनाइसकेछ। म मात्रै यहाँ खाने काफल खाने म चाहिँ टक्क
टक्क लगाएर यहाँ रुखमा आएको छु म पनि यहाँ तलबाट। हामी चाहिँ काफल टिप्न आएको छौँ यहाँ बार्खु आर्बिसकोटमा अन्टीको घरमा। अन्टीको काफल रुख हो यो घर चाहिँ यताको यता मर्जान भिडियो बनाउँदा मात्रै रुखबाट लडेर मरम लाग्यो। तल यता काफल चाहिँ यतातिर छ होइन चट्ट लगाएर यो टिप्दै खाने गर्ने म चाहिँ अरू टिपेर हामीलाई लग्ने बनाइदिने। हामी चाहिँ आर्बिसकोट नगरपालिका वार्ड नम्बर 12 को यो बार्खु ठुली बार्खु भन्ने ठाउँमा छौँ। अहिले काफल खान आएको थियौँ हामी। अहिले रुखमा चढिरहेको छौँ। यो चाहिँ हाम्रो आन्टी हुनुहुन्छ। उहाँ चाहिँ आन्टीले हाम्रो लागि काफल टिप्दै हुनुहुन्छ होइन। यो चाहिँ बहिनी करेसमा बहिनीले पनि टिपिँदैछ टक्क लगाएर हामीलाई। यहाँनिर हाम्रो जेठान पनि आउनु भएको छ यता, उहाँले पनि टिप्दै हुनुहुन्छ। अनि हाम्रो लागि चाहिँ हाम्रो 2-4 शब्द बोलिदिनुहोस् त आन्टी। यत्रो दुःख गरेर टिप्दै हुनुहुन्छ हामीलाई काफल। तपाईँको बुढालाई पठाइदिनुहुन्न मेरो बुढालाई रविलाई पठाइदिनुहुन्न जापान टिप्दै हुनुहुन्छ। रविको लागि पनि है यो त्यति धेरै छन्। कारको गरेर पठाइदिन्छौँ है रवि हामी। काफल टक्क पाइन पाखिरहेको छन् डन्न पारेर मजाले। यो चाहिँ घर यतातिर। यहाँ चाहिँ म माथि रुखमा छु लगाएर। अब चाहिँ सकिँदैन, अब भिडियो बनाउन सकिँदैन। रुखमा यति ठुलो रुखमा चढेका छौँ हामी यहाँबाट लड्यो भने चाहिँ मरिन्छ। गाइस हेलो हेलो। हामी चाहिँ अब यहाँ रुखबाट झर्न लागिरहेछौँ। काफल खाना टिप्न आएको थियौँ, टिप्यौँ। अब टिपेर चाहिँ हाम्रो आन्टी टिपिँदै हुन्छ, म चाहिँ टिपेन। नानीले बहिनीले जेठानले टिप्दै हुनुहुन्छ। म चाहिँ रुखमा बसेर भिडियो बनाउने खाने काम भइरहेछ। अब चाहिँ हामी रुखबाट झर्दैछौँ। काफल खाने भए आउनु होला है आर्बिसकोट वार्ड नम्बर 12 ठुली बार्खुमा। यो रुखमा चढे बापत इन्ट्री कति लाग्छ गरेछ 100 रुपियाँ इन्ट्री फी। काफल चौरा काफल चौरा अनि काफल खाना आउने यहाँ। यो रुख यो ठुलो रुख छ। यसमा चाहिँ यो रुखबाट जति टिपेर लग्न सक्यो भने लग्न सकियो। हाँगा भाँच्नु भएन। 100 रुपियाँ इन्ट्री फी है। 100 रुपियाँ इन्ट्री। ऊ त्यहाँ चिट काट्ने ऊ त्यहाँ छ कताको सुदर्शन उसले काट्छ। आफन्तलाई चाहिँ फेरि 1-2 बोतल ल्याइदिनु पर्छ। अरूलाई चाहिँ इन्ट्री लाग्छ है। बाहिरको ल खाना आउनु होला। काफल खानलाई काफल यहाँ काफल टिपिरहेछौँ। काफल खाने चाहिँ आउनु होला। अब हामी चाहिँ काफल खाएर सकेर तल झर्दैछौँ। अब यो वर्षको काफल खाने यति नै हो। अब अर्को वर्ष खाउँला। धन्यवाद। खलायो काफल काफल है। यसमा काफल यो काफल झर्नु आउँछ है। हल्लाएर यी माथिबाट हल्लाउँदै दिन्छ। रुखमा त झल्लाउनु हुन्छ, यहाँ झर्नु आउँछ है काफल। त हल्लाउनु त ल यहाँ यस्तै टन्नै वाहन। काफल झार्ने तरिका है यो। यसरी चाहिँ झारिन्छ है काफल।
खै कति छ अरे अघि जानेर त ए बियाला दुई भएन नि ए